हुलाकी सडकको कटरी खण्डमा धुलोको शास्ति छ। यात्रा गर्ने यात्रु धुलोले दिनौं पुगिँदा समेत सडक निर्माणले गति लिएको छैन। मोरङको यो खण्डमा करिब 5 किलोमिटर क्षेत्र हिँडिन सक्नु छ। सिङ्गिया खोलादेखि नयाँ बजारसम्मको सडक निर्माणमा अत्याधिक ढिलासुस्ती भएको छ। दैनिक ठूलो संख्यामा यात्रु ओहोर दोहोर गर्छन्। अघिल्लो सरकारकै पालामा काम सुरु भएको हो। अब नयाँ बन्ने सरकारले यसलाई चाँडै सम्पन्न गर्ला त? स्थानीयले यही प्रश्न गरिरहेका छन्। यो सडक खण्ड निर्माणको ठेक्का लागेको 6 वर्ष बितिसक्यो, तर प्रगति भने सुस्त छ। ठेकेदारले पानी समेत नहाल्दा धुलोमा पुरिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरू सुनाउँछन्। निर्माण कम्पनीको ठूलो लापरवाही भएको उनीहरूको गुनासो छ। सरकारी निकायले निगरानी समेत नगरेको यात्रुहरू बताउँछन्। घाम लाग्दा धुलो र वर्षा हुँदा हिलोले स्थानीय बासिन्दा र यात्रुलाई शास्ति भएको छ। झापाको रतुवा खोलादेखि विराटनगरको केसलिया खोलासम्म 44 किलोमिटर सडक खण्ड हुलाकी राजमार्ग परियोजनाको हिस्सा हो। 4 लेन सडक 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। 2076 सालमा 3 अर्ब 60 करोड रुपैयाँमा गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रणालीलाई संयुक्त रूपमा ठेक्का दिइएको थियो। कटरी क्षेत्रमा पर्ने खण्डको जिम्मा श्रेष्ठ कन्स्ट्रक्सनले लिएको थियो।